अब हामी जुन मन्दिरमा दर्शन गर्न जाँदैछौँ यो मन्दिरको प्रवेशद्वार चाहिँ यो होइन गाइजहरू। यसरी जाने कालेश्वरमा रहेको मन्दिरमा आएको छौँ। यो मन्दिरको नाम के हो? महादेव मन्दिर। महादेव मन्दिर। बाबा जलेश्वर नाथ महादेव मन्दिरमा आएको छौँ है बहिनी र म। यहाँनिर अब पानी सानी जल छल भरेर टक्क हामी पूजा गर्नेतिर लाग्दैछ। राख्नु नि माथि राख्नु भन्छ। अब बहिनी टक्क पानी भर्नेतिर लागेको छ है। घामले गर्दा उता पूर्वतिरबाट घाम आएको छ कालो कालो आएको। ओहो सकेनौ ल कहिले हुन्छ? होइन नि त्यो जुत्ता राख्ने हो मलाई के थाहा त। ल अनि कल चलाउनु पर्यो यही छ है जलेश्वर महादेव भोलेनाथ बाबाको होइन मन्दिर चट्ट। म चाहिँ प्यान्ट मिलाउनु होइन प्यान्ट मिलाउनु परेको आफैले घुम्नुपर्छ होइन। त्यसैले अब हामी चाहिँ सुरुमा गणेश भगवान्को पूजा गर्नुपर्छ अरे होइन। गणेश भगवान्बाट आइसक्यौँ। ल बहिनीले पूजा पनि सुरु गरिसक्यो है। अब फेरि हामी यहाँबाट पूजा गरेर यताको मन्दिरतिर प्रवेश गर्दैछौँ है। अनि स्वयं यहाँ जलेश्वरको महादेव चाहिँ यहाँ पानी मुनि हुनुहुन्छ अरे होइन। मलाई पनि थाहा थिएन। हजुरहरूलाई जानकारी होस्। ए साउनमा चाहिँ हामीले सबै पानीहरू निकाल्छ अरे आर्मीहरू आएर। यहाँ चाहिँ होइन अब अलिक धेरै नै गइरहेको छ अरे। मुनि चाहिँ त्यहाँ फोटोमा देखाइए जस्तै शिवलिङ छ अरे होइन। यो महिनाको लास्ट सोमबारमा चाहिँ यो पुरै दर्शन गर्न पाउँछ अरे होइन। लास्ट सोमबार चाहिँ दर्शन गर्न पाउँछ अरे है। यो मन्दिरमा चाहिँ होइन आइसकेपछि चाहिँ पुरा परिक्रमा गर्नुहुन्न अरे है। आधा परिक्रमा गर्नुहुन्छ अरे। म पनि जान्दै सिक्दै सोध्दै गर्दैछु उहाँहरूले भन्दै हुनुहुन्छ। हामी यसरी टक्क परिकार यहाँ दियो बाल्ने रहेछ होइन। यता तपस्वी श्री जगदीश गिरी महालिङ्ग खण्डकर्ता नेपाली पढ्न आएन मिलाएर बुझ्नु होला है। मैले देखाइदिएको पनि छु। त्यसैले अब यहाँ पूजा होला। यहाँनिर पूजा गर्नुपर्ने रहेछ है।
चाहिँ हनुमानको मन्दिर रहेछ भनेदेखि चाहिँ अब यो त्यो पिच हो होइन। त्यसपछि फेरि यता छ है राधाकृष्ण मन्दिर यता रहेछ। हामी राधाकृष्णको मन्दिर पनि दर्शन गरेर गइसकेका छौँ होइन। अब यहाँनिर यो पिपल बोटमा जाँदैछौँ। ल यता चाहिँ पिपलको बोट पनि रहेछ होइन। यहाँनिर अब दर्शन गरौँ। अघि मेरो भिडियो उल्टो भएछ होइन, त्यही हुनाले फेरि हजुरहरूलाई देखाउनको लागि भने फेरि दर्शन गर्दैछु। यसले जुरा खोला दुईचोटि दर्शन गर्नु होइन। तल तर्फ नहाल्नुहोस् अनि त्यसपछि यतापट्टि आएर तपाईँको कुन भगवान छ भनेदेखि यतापट्टि आएर म देखाउँछु तपाईँहरूलाई। त सरस्वती भगवान मेरो बहिनी पूजा गर्दै हुनुहुन्छ। हामी यता पूजा गरिसक्यौँ होइन। त्यसपछि आएर हाम्रो जानी नजानी चाहिँ पूजा गरेका छौँ। त्यसपछि आएर यो मन्दिरमा है यो जङ्गबासिनी सीतामाई मन्दिर छ है। यो मन्दिरमा गर्दैछौँ। यहाँ पूजासुजा गरिसकेको छ किनभने यताबाट घुम्दाखेरि मन्दिरको पुरा परिक्रमा गर्नु हुँदैन। मन्दिरतिर उता पोखरीतिर जान्छौँ होइन। पोखरीतिर गएर यसो हेर्नु गएर के कस्तो गर्छ होइन। पनि हजुरहरू पनि आउँदा हुन्छ। नाग भगवान पनि रहेछ त। यतामा त एकचोटि आउनुमा चाहिँ सबै झुक्नु छ होला हौ। भगवान कता कता हुनुहुन्छ है। फेरि यहाँनिर हाम्रो जय काला भैरव, काला भैरव, जय काला भैरव, जय काला भैरव, जय काला भैरव। नआएको यहाँ गइ त छ डुब्छ हुन्छ।
यहाँ चाहिँ लुगा सुगा धुने होइन। अहिले त कमलको फुलहरू फुलेको छ होइन। लुगा सुगा धुने पोखरी रहेछ है। ल साथीहरू है, अब यो अन्तिममा यो पोखरीहरू माछाहरू पनि सकिया हो पनि है। अब चाहिँ हामी यो पोखरी हेरेर अब घरतिर जाने होइन नि हो लाग्छौँ है। अब जानी नजानी अब कति छुटेन होइन, पूजा गर्न जानी नजानी गरेको छौँ, भगवान्ले माफ गर्नुहुन्छ होला। तपाईँहरू पनि आउनु होस् है। एकदम यहाँ चाहिँ महादेव चाहिँ एकदम हुने हुनुहुँदो रहेछ होइन, सिद्धिनु छ। ल अब आएको कुरा त्यति नै हो। ल गाइस, हाम्रो चाहिँ अब पूजा अझ जानी नजानी होइन गरिसकेर अब फर्किँदैछौँ बहिनी र म है। अब यहाँनिर फुलहरू पनि देख्न सक्नुहुन्छ है। तपाईँहरूलाई पूजा सुजा उतै राखेको छ, पूजाहरू गर्न आउनु भयो भने। ल गाइस, अब चाहिँ लाग्यो है, यही हो म घरतिर जाने हो होइन। हाम्रो गाडी रेडी छ। प्रतिवासले के दर्शन गर्न आएको थियो, बहिनीले कोही छ दर्शन गर्न। अब फेरि हामी चाहिँ यो दर्शन गरिवरी हाम्रो त्यो भगवान्लाई अब हामी चाहिँ फेरि प्रतिवासतिर लाग्छौँ है। दर्शन गरेर आउँदा आउँदै यहाँनिर एउटा भाइले सट्टै बाइक हालेको छ होइन। धनबारीमा झन्डै धनबारीमा हालेको होइन। ल घरबाट मान्छे बोला भनेको बोलाएन। त्यो इन्जिनमा सबै पानी छिर्छ, बिग्रिन्छ। बर्दिवासदेखिको नि यहाँ हेलमेट बिना केही छैन। ल यो भाइले चाहिँ उयो गर्दैछ होइन, यहाँ सहयोग गर्दैछ भाइको, बाइक तानिदिँदैछ। ओ भाइ ल बाइकको उद्धार भयो, मान्छेको पनि उद्धार भयो है।